हजुरको लटाउला त्यहाँ होइन उसमा के अरे व्हाट्सएपमा पनि होइन त्यहाँ त्यही मेरो सदिया र मेरै दाजुभाइको सदियार हो त नि त्यही त हो नि हजुरको भाडा त्यो होइन अमरेको आमा कहाँ हुने पहिला आउँथ्यो नि सर अमरेको आमा हो हो को छ कसलाई चिन्नुभयो मैले थाहा पाएको छैन आमाले को भनेर टिका लगाइदियो का आमा कसलाई टिका लगाइदिनु भएको कसलाई टिका लगाइदिनु भयो के सुले टिका लगाइदिनु भयो कसलाई लगाइदिनु भयो टिका चिन्दैन चिनिकन अमेरले आमा हो त बिति भने होइन के भने हो के भने हो कति वर्ष अमरको भाइ अमरको आमा अमरको श्रीमती भाउजू यो अमरको बहिनी उहाँ चाहिँ भाउजू अमरको श्रीमती भाउजू मैले भाउजू भन्नु पर्यो चिन्नुहुन्छ नि अमर दाइ अमरेलाई किन नचिन्ने अमरेको दाजु एउटै सदियारा हो हामी 89 होइन हुन्छ त्यहाँ आएर यसो के भने हो के भने हो नभनाऊ अमरको आमा उहाँ अमर दाई चाहिँ विराटनगर जाँदाखेरि पनि आइरहनुहुन्थ्यो विराटमा धेरै बस्नुभयो अनि फलानुबाट आमाले चिनाउनु भएको हामीहरूलाई फलानुको हो भनेर हाम्रो दाजु भनेर हजुरलाई के भयो आमा बिमाला बेहुनाजी त हिँड्नुहुन्छ जोनाजी त त्यही छेउ भयो अमरेको को आमा होइन उहाँ चाहिँ होइन अर्को दिदी हुनुहुन्छ म आमा हो अमरको बहिनी अमरको आमा अनि सानीमाको हजुरको बहिनी भने होइन अघि हजुरले बिर्किन भइज बिर्किन आमा चिन्नुभयो अब त अब चिन्नुभयो अब चिन्नुभयो नि म अब खोजिरहन्छु अरूसितै सोध्छु अनि बहिनीसँग सोधे भयो हजुरको त बहिनी पनि हो नि हजुरको माइलो मामा छोरी माइलो मामाको छोरी आमा नि यस्तै पातल हुनुहुन्थ्यो माइजू माइलो मामाको छोरी माइलो मामाको छोरीको म छोरी माइलो मामी छोरी छोरी तिमी उहाँको छोरी म ए म त हैरान भएँ हैरान भयो नि माइले मागको छोरी भने त बुझ्नु पनि हजुरले आमा हँ? माइले मागको छोरी भने बुझ्नु पनि हजुरले माइलो मामा अमरेको आमाहरू अनि अमरी आमा अमरको आमा हो नि त अमरको आमा हो मोरिगा पनि कनेक्ट हुँदैन आमाको भित्र आएन सनमा सबजना सौकिन हरेछ अमरको आमा अमरको बुढी